नमस्कार साथी हो, स्वागत छ तपाईहरु सबैजनालाई मेरो च्यानल माइल्स विथ चन्द्रमा। आज म जाँदैछु सिक्किमको सुन्दर पर्यटक एउटा स्थल झाँक्री फल्स। गान्तोक सिक्किमको ठाउँ, प्राकृतिक सुन्दरता, सिक्किमको सांस्कृतिकसँग जुडेको रहस्यमय ठाउँ झाँक्री फल्समा। भिडियो अन्तिमसम्म हेर्नु होला, रोचक जानकारी बाँड्नेछु। गान्तोक टाउनबाट मात्रै 7 किलोमिटरको डिस्टेन्समा बनझाँक्री फल्स पाउनुहुनेछ। करिब 15 देखि 25 मिनेटको छोटो समयमा नै पुग्न सकिन्छ। बाटोहरू सफा अनि सुविस्तासँग पुग्न सकिन्छ बनझाँक्री फल्समा। म पुगिसकेको छु बनझाँक्री फल्सको गेटमा र यहाँनेरि बनझाँक्री फल्स एनर्जी पार्क भनेर यहाँनेरि बोर्ड तपाईहरुले देखिराख्नु भएको छ। गेटभित्र प्रवेश गर्नको लागि 50 रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ। यात्रीहरूको सुविस्ताको लागि यहाँ निकै ठुलो पार्किङ राखिएको रहेछ, करिब 70-80 वटा गाडी अट्ने ठाउँ। अब पार्कमा प्रवेश गरौँ, कस्तो रहेछ यहाँको सुन्दरता हेरौँ अनि यसबारे जानौँ बुझौँ पनि। फ्रेममा बनझाँक्रीको मूर्ति देखिराख्नु भएको छ। बनझाँक्री शब्दको अर्थ हुन्छ जङ्गलको झाँक्री, भनौँ एउटा रहस्यमय शक्तिशाली चिकित्सक जसले प्रकृति र आत्माको बीच सन्तुलन ल्याउने विश्वास मानिन्छ। यहाँको बनझाँक्रीनीको मूर्तिहरूले साँच्चै नै सकारात्मक शक्ति र सुरक्षाको प्रतीक मानिन्छ। साथै यहाँको मानिसहरूको प्रकृतिप्रति श्रद्धा र संस्कृतिप्रतिको सम्मान दर्शाउँछ। यस पार्कभित्रका मूर्तिहरू र परम्परागत सिक्किमेली कलाले यस ठाउँलाई सुन्दर रूपमा प्रस्तुत गरिरहेको पाइन्छ।
घनघोर जङ्गलको बिचमा लुकेर बसेको यो प्राकृतिक झरना करिब 100 फिट उचाइबाट बगिरहेको छ। यस ठाउँ केवल पर्यटक ठाउँ मात्र नभएर त्यो प्राकृतिक संस्कृतिको ऊर्जाको सङ्गम भएको ठाउँ रहेको देखिन्छ। यहाँ तपाईहरूले एडभेन्चर एक्टिभिटिज पनि पाउनुहुनेछ। रिभर क्रसिङ, माउन्टेनिङ, जिप लाइन, रोप वल्क, फरेस्ट ट्रेल, बोटिङ, यी सबै कुराहरू यहाँ तपाईले एक्सपिरियन्स गर्न सक्नुहुनेछ। यहाँ देखाइएको झरना, गुफा, मूर्ति, ग्रिन फरेस्टको फुटपाथ साँच्चीकै रहस्यमय र आत्मिक रहेको देखिन्छ। बनझाँक्री फल्स एनर्जी पार्क घुम्न आउने यात्रीहरू यस ठाउँलाई देखेर यहाँको स्वच्छ वातावरण, शान्ति अनि शीतल महसुस गर्दै भन्नुहुन्छ। हम महाराष्ट्र से पुणे से आए हैं। हम इधर सिक्किम में घूमने के लिए आए थे। इधर आने के बाद हम इधर बनझाँक्री फॉल्स में घूमने के लिए आए। हमें बहुत अच्छा लगा, बहुत बढ़िया नज़ारा है। इधर एडवेंचर भी बहुत सारे, इतना मज़ा आ रहा है, बहुत मज़ा आ रहा है। हमने बहुत एंजॉय किया। आप जैसे लोग हमें मिल रहे, अच्छा, हाँ, लोग भी अच्छे, सब लोग नहीं क्या मतलब समझा के बताते हैं किधर जाना है, क्या करना है। बड़ा मजा आ रहा है, बहुत मजा। और आपने यहाँ जो इधर का एक्टिविटीज है वो भी कर लिया ना? जो एक्टिविटीज भी कर रही है, सब एडवेंचर, बहुत मजा आ रहा है। नया नया देखने में अच्छा लगता है, बहुत खूबसूरत नजारा है। नेचर बहुत अच्छा है। ये हमारा दोस्त है भाई, हमारा भाई का नाम क्या है? मयूर नाम। हाँ, मयूर भी है हमारा पास। तो मयूर को भी कैसा लगा सिक्किम और ये स्पेशली झाँक्री फॉल्स कैसा लगा आप बता देंगे? नेचर और एडवेंचर बहुत अच्छा है। अच्छा है ना? ओके। तो अभी आप लोग का और भी कहीं जाने का प्लान है सिक्किम में और एक्सप्लोर करने का? अभी 0 पॉइंट जाना है हमें। तो नॉर्थ सिक्किम जा रहे हैं? नॉर्थ सिक्किम जा रहे हैं। ओके। सिटी के सब घूम के हो गए। रोमाञ्चक र प्रकृतिको रमाइलोपछि यहाँ रेस्टुरेन्टमा बसेर खाना, कफी खाँदै, झरनाको आवाज सुन्दै अनि हरियो वन जङ्गलको दृश्यहरू हेर्दै तपाईहरूले यात्रा शान्ति अनि सफल महसुस गर्नुहुनेछ। यहाँ साना सोभिनियरको पसलहरू पनि पाउनुहुनेछ। तपाईँ केवल यात्रा मात्र होइन, तपाईँ घर फर्किँदा सिक्किमको स्मृतिहरू पनि लिएर फर्किनु सक्नुहुन्छ। साथीहो, कस्तो लाग्यो आजको बनझाँक्री फल्सको यात्रा? आशा छ तपाईहरूले मन पराइदिनु भयो होला। तपाईहरूको सुझाव अनि प्रश्नहरू कमेन्ट सेक्सनमा लेखिदिनु होला अनि यो च्यानललाई सब्स्क्राइब गर्नु नभुलिदिनुहोस्। अझै अरू इन्ट्रेस्टिङ ट्राभल भिडियोहरू लिएर चाँडै आउनेछु।